नेपालमा डाइरेक्ट सेलिङको सबभन्दा ठूलो समस्या चोरी, धोका, ठगी होइन, यसको गलत बुझाइ हो। धेरै डिस्ट्रिब्युटरहरू मेहनत गर्छन् तर कानुन नबुझेर आफैलाई समस्यामा पार्छन्। त्यही भएर डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्सको आजको भिडियोमा हामी तपाईलाई दिनेछौँ बाई लज, रेजिस्ट्रेसन, कन्ज्युमर राइट, रिफन्डको कानुन, कुन इन्कम क्लेम कानुनी हो र कुन अवैध। सबै कुरा एकदमै सजिलो तरिकाले बुझ्नेछौँ। आजको भिडियो हेर्नुभयो भने तपाईलाई अब कसैले गलत तरिकाले चलाउन सक्दैन। नेपालको डाइरेक्ट सेलिङ बाई लज 2074ले 3 वटा कुरा ठाडै भन्छ। डाइरेक्ट सेलिङ भनेको प्रडक्ट आधारित व्यवसाय हो। जोइनिङ फी, रेजिस्ट्रेसन फी, प्याकेज बेचेर पैसा उठाउनु पूर्ण रूपले गैर कानुनी। कमिसन केवल प्रडक्ट सेलबाट मात्रै हुन्छ। कसैलाई ल्याएर प्याकेज बेचेर चेन बनाएर पैसा कमाउनु मिल्दैन। कम्पनीसँग अनिवार्य हुनुपर्ने कागजातहरू प्यान, व्याट, अफिस, कस्टमर सपोर्ट, रिफन्ड सिस्टम र रिटर्न कन्ट्र्याक्ट। बाई लज भनेको कम्पनी बचाउने कागज होइन, डिस्ट्रिब्युटर बचाउने कवच हो। नेपालमा 3 महिना टिक्ने कम्पनी धेरै छ तर डिस्ट्रिब्युटरले भने वर्षौंदेखि दुःख भोग्नु पर्छ। त्यसैले 2 मिनेटमा कम्पनीलाई जाँच्नुस्। ओसिआर को वेबसाइट खोल्नु, कम्पनीको नाम सर्च गर्नुस्, हेर्नुस् रेजिस्ट्रेसन नम्बर, डाइरेक्टर्स, कम्पनी टाइप, प्यान, व्याट, अफिस एड्रेस। डिपार्टमेन्ट अफ कमर्समा डाइरेक्ट सेलिङको लाइसेन्स छ कि छैन? लाइसेन्स छैन भने त्यो डाइरेक्ट सेलिङ होइन, त्यो पैसा घुमाउने खेल हो। सिधा छोड्नुहोस्, फेरि पस्ताउनु पर्ला। डाइरेक्ट सेलिङमा उपभोक्ताको अधिकार सबैभन्दा ठूलो हुन्छ। 4 वटा मुख्य अधिकार: सही जानकारी पाउने अधिकार, सुरक्षित प्रडक्ट पाउने अधिकार, रिफन्ड पाउने अधिकार, कस्टमर सपोर्ट पाउने अधिकार। कम्पनीले यी 4 कुरा नदिए त्यो कम्पनी व्यवसाय होइन, लाखौं जनतालाई चोट दिने प्रवृत्ति हो। रिफन्ड भन्ने कुरा डाइरेक्ट सेलिङमा जीवन रक्षक नियम हो, तर धेरैजना यही भागमा फस्छन्। नेपालको कानुन अनुसार 30 दिन भित्र प्रडक्ट रिटर्न गरेमा रिफन्ड पाइन्छ, तर 30 दिन नाग्यो भने कानुनले तपाईलाई बचाउन सक्दैन। यो कुरा नकाटिने सत्य हो। उखान छ, समयमै नसोचे पछुताउनु बाहेक केही हुँदैन। अब मुख्य डर यहीँबाट सुरु हुन्छ। समस्या के छ भने नेपालमा पुलिस, धेरै सरकारी अधिकारीहरूलाई 30 दिनको रिफन्ड नियम नै थाहा छैन। यो सुन्दा दुःख लाग्छ तर यो सत्य हो। त्यसैले 30 दिन नागेपछि के हुन्छ त? डिस्ट्रिब्युटरले आफै दुःख पाउँछ, कम्पनीलाई दोष लगाउँछ। धेरै जसो केसमा पुलिस अधिकारीले डिस्ट्रिब्युटरलाई नै झन्झट दिन्छन्, तर त्यो गलत हो, किनकि उनीहरूलाई डाइरेक्ट सेलिङ रिफन्ड नियमबारे तालिम नै छैन। पुलिस, कानुनी निकाय तथा उच्च पदमा रहेको हरेक अधिकारीले डाइरेक्ट सेलिङको रिफन्ड पोलिसी बुझ्नु अत्यन्त आवश्यक छ। यो बुझाइको कमीको कारण धेरै डाइरेक्ट सेलर या डाइरेक्ट सेलिङ व्यवसायहरूले अनावश्यक दुःख पाउँदै आएको हाम्रो स्रोतले बताएको छ। 30 दिनपछि सामान फिर्ता गर्छु भनेर कुनै पनि खरिदकर्ताले डिस्ट्रिब्युटर वा स्पोन्सरलाई दबाब दिने या दुःख दिने भनेको आफ्नै खुट्टामा बञ्चर हान्नु जतिकै हो। कानुनी प्रक्रियामा गए पनि खरिद भएको 30 दिन नागेपछि सामान फिर्ता गरेर पैसा कुनै पनि अवस्थामा रिटर्न हुँदैन। हाम्रो स्रोतको अनुसार यति साधारण नियम नबुझेको कारण धेरै इमानदार डाइरेक्ट सेलिङ व्यवसायहरू समस्यामा परिरहेको छ। अनि महत्त्वपूर्ण कुराहरू: रिफन्ड दिँदा भ्याट र सर्भिस चार्ज डिडक्ट हुन्छ। प्रडक्ट तपाईको सिल प्याक हुनुपर्छ। खोलेको, प्रयोग गरेको, तोडफोड भएको प्रडक्ट कम्पनीले लिँदैन। प्रडक्ट सही अवस्थामा हुनुपर्छ। उदाहरणको लागि बुझौं, डिस्ट्रिब्युटरले भन्छ म त 40 दिनपछि फर्काउँदैछु। कानुन भन्छ मिति सकियो। तिमीले खरिद गरेको सामानको पूरा जिम्मेवारी तिमी आफै स्वयं हुनुपर्छ। खरिद गरिसकेपछि आफ्नो निर्णयका लागि अरू कसैलाई दोष दिनु पाइँदैन। अर्को पनि हामी उदाहरण हेरौं। प्रडक्ट खोलिसक्यो, प्रयोग गर्यो, 1 महिना नाग्यो, अब फिर्ता हुन्छ भनेर सोचे, कानुनले सिधा भन्छ यो अब तपाईको जिम्मेवारी हो। त्यसर्थ रिफन्ड दिन्छु भनेर सोच्ने कम्पनी दोषी होइन, मिति नहेर्ने खरिदकर्ता नै पछि ठूलो समस्यामा पर्छन्। याद राख्नुहोस्, 30 दिन भित्र रिटर्न गरे पैसा सुन जस्तै फर्कन्छ। 30 दिन नाग्यो भने पैसा माटो जस्तै बिर्सिनुपर्छ। डाइरेक्ट सेलिङ भनेको प्रडक्टको मूल्य हो। मनी सर्कुलेसन भनेको झुटको मूल्य हो। फरक बुझ्नुहोस्। डाइरेक्ट सेलिङ भनेको प्रडक्ट, कस्टमर र कमिसन, तर मनी सर्कुलेसन भनेको व्यक्तिदेखि व्यक्ति अनि पैसा। प्रडक्ट चलेको छ भने डाइरेक्ट सेलिङ हो। मान्छे मात्रै चलेको छ भने त्यो चाहिँ मनी गेम हो या फिर पिरामिड स्किम हो। डिस्ट्रिब्युटर भनेको कम्पनीको कर्मचारी होइन, व्यवसाय साझेदार हो या फिर बिजनेस पार्टनर हो। तपाईको अधिकार: रिटर्न कन्ट्र्याक्ट, इन्कम स्टेटमेन्ट, रिफन्ड, ट्रेनिङ, सुरक्षित काम गर्ने वातावरण। अधिकार माग्नु कमजोरी होइन, व्यवसायको बुद्धिमानी हो।
यो सबै कुरा नेपालमा अवैध छन्। 1 महिनामा 1 लाख जोइन गरे जीवन बन्यो, फिक्स इन्कम, मेरो जति आयो तेरो पनि आउँछ। यस्तो बोलेको सुन्ने बित्तिकै याद गर्नुहोस्, मिठो बोलीमा ठूलो धोका लुकेको हुन्छ। कानुनी इन्कम क्लेम भनेको प्रडक्ट सेलले कमिसन, एफर्ट अनुसारको इन्कम, प्रुभ भएको रिपोर्ट। डाइरेक्ट सेलिङ भाग्यले चल्ने होइन, मेहनत र कानुन बुझेर चलाउने व्यवसाय हो। डाइरेक्ट सेलिङ नबिग्रिनु भनेको तपाईँ, म, हामी सबैले सही ज्ञान फैलाउनु हो। कानुन नबुझेको डिस्ट्रिब्युटरहरू वर्षौं दुःख पाउँछन्, पैसा गुमाउँछन्, विश्वास नै हराउँछन्। यो सबै कुरा तपाईले बुझ्नुभयो भने अब गलत बुझाइले तपाईलाई चलाउन सक्दैन। अब कसैले झुट बोल्यो भने तुरुन्तै चिन्नु सक्नुहुन्छ। अब तपाईँ टिमलाई पनि बचाउन सक्नुहुन्छ। यदि तपाईँ डाइरेक्ट सेलिङलाई मन पराउनुहुन्छ भने यो भिडियो सबै टिममा शेयर गर्नुहोस्। नेपालमा सही डाइरेक्ट सेलिङ जगाउने आवाज उठाउनुहोस्। हामी सधैँ तपाईको साथमा छौं। भिडियो अन्तिमसम्म हेरेर साथ दिनु भएकोमा धन्यवाद। हाम्रो यो भिडियो मन पर्यो भने लाइक, कमेन्ट, शेयर र च्यानललाई सब्स्क्राइब गर्नु नबिर्सिनु होला। डाइरेक्ट सेलिङ नेपाल फ्याक्ट्स, हरेक डाइरेक्ट सेलरको आवाज हो। जय नेपाल।